यार एउटा पोज देऊ न निर्माण टिमको मुख्य सदस्यहरू अरु पनि धेरै हुनुहुन्छ र डिस्ट्रिब्युटर हामीसँग हुनुहुन्छ कुबेर सिने डिस्ट्रिब्युटरका प्रतिनिधि। सबैलाई नमस्कार। म टाढाको मान्छे हैन, तपाईहरुसँगै जोडिएको इटलीको मान्छे हो। म हप्तामा एकचोटि यो धरान आउने ठाउँ हो मेरो। कति ठाउँ बगैकोटतिर घुम्ने ठाउँ हो, कतिचोटि भेटार जाने ठाउँ हो। म टाढाको मान्छे हैन, तपाईहरु कसैको दाइ होला, कसैको भाइ होला, कसैको साथी होला। तपाईहरु सबैले जसरी उनको स्वेटरका गीतहरुलाई, टिजरलाई, ट्रेलरलाई मन पराइदिनु भएको छ, त्यसैगरी चलचित्रलाई पनि वैशाख 26 मा सबैलाई गएर हेरिदिनु होला, माया गरिदिनुहुन्छ भन्ने हामीले आशा राखेको छौं। काठमाडौँको डेब्यू फिल्म कस्तो हुनेछ यहाँहरुको प्रतिक्रियाले एकदमै अर्थ राख्छ। त्यही अपेक्षा गर्दै अहिलेको मेरो दुई शब्द यही टुङ्गाए। थ्यांक यू। दुई भनेर उहाँले महत्त्वपूर्ण कुरा भन्नुभयो। उहाँलाई पनि उहाँको उपस्थितिको लागि एकदमै धन्यवाद भन्न चाहन्छु। र म त के भन्ने, सबभन्दा पहिला म यता आइसके, अब म धरानकै छोरी भएको कारणले हामी सबैजना मिलेर उनको सेटर टिमलाई वेलकम गरौँ न त एकचोटि। सेवा है सबैजनालाई नमस्ते, सबैजनालाई नमस्ते। धरान उनको स्वेटर साँझमा पाल्नु हुने तपाईहरु सबैजनालाई एकदमै हृदयदेखि नै स्वागत गर्न चाहे। मैले एनर्जी एकदमै कस्तो कस्तो बोल्नै नसक्ने डर लागे जस्तो आइरहेछ मलाई चाहिँ हैन। तपाईहरुले बुझिसक्नु भएको छ हामी यहाँ किन आएको छौं। खासमा हामी यहाँ सुजन चापागाईको मिठो मिठो गीत सुन्न आइरहेछौँ र उनको स्वेटर वैशाख 26 गते आउँदैछ। त्यही भन्न तपाईहरुलाई निम्तो दिनको लागि हामी यहाँ आइपुगेको छौं।
सुन्नुहुन्छ अनि साउन्डमा हुने भाइ बहिनी दाजुभाइहरूलाई यो मलाई नपठाइदिनुहोस् ल, यसले एकदम साउन्ड डिस्टर्ब गरिरहेछ। त्यो शिवनु सर मेरो चाहिँ त्यो भोकल एकदम खस्रो झस्रो, अनि यो आयो भने झन् खस्रो हुन्छ है त। नजर मरि जान